Namaste and welcome everybody to the season 4 of Sikkim Premier League, where this is one league, one passion, and we are here for our pre-match press conference. And on my right, we have Black Eagles, and on my left, we have Singing Sporting Club for tomorrow's clash. First of all, sir, kindly introduce yourself. Myself, Bhim Tamang, assistant coach of Black Eagle. मेरो जुन चाहिँ राइट साइडमा हुनुहुन्छ प्लेयर पेमा मङ्गेल भुटिया. Sir. Myself, Chundup Tamang, manager Singling SC. On my left, we have Captain Uttam Rai. Okay. With that, I would like to declare the house open and kindly request our media team to raise their questions. Thank you. Okay, so first question हाम्रो सिङ्गिङलाई. So सिङ्गिङको हामीले अब पहिलो सिजनदेखि हेर्दा भने धेरै राम्रो पर्फर्मेन्स भएको छ. फाइनल पनि उठाइसकेको. सो यो सिजनमा पनि सिङ्गिङको पर्फर्मेन्स निकै राम्रो देखिरहेको छ नि त हामीले है. सो अस्तिको म्याचको बारेमा अलिकति भनिदिनुहोस् न, हाउ डु यु फिल आफ्टर त्यो विन? है सायद यो सिङ्गिङ मात्रै होला है, कन्सिस्टेन्ट अहिलेसम्म यो हाम्रो जुन चाहिँ एसपिएलमा फाइनल पुगिरहेको है, त्यो चाहिँ सायद है यो चाहिँ हाम्रो जुन चाहिँ म्यानेजमेन्ट र हाम्रो जुन चाहिँ अब प्लेयरहरूले है कन्टिन्युस एफोर्ट दिइरहेको छ. यो अब यो लिगमा मात्र होइन, हामी यो लिग सकेर है अरू मतलब कन्टिन्यू ट्रेनिङ गरि नै रहेको छौँ है. सो त्यही भएर पनि होला हामीले कन्सिस्टेन्टली पर्फर्मेन्स दिइरहेको छौँ. सो ब्ल्याक इगल्स ब्ल्याक इगल्सको लाइक सिजन 3मा डेब्युट सिजन थियो. सो सिजन 3मा राम्रै पर्फर्मेन्स भएको भनौँ ब्ल्याक इगल्सको, किनभने लिग एकदमै टफ छ नि त, हामी सबैले देखिरहेको छौँ. सिजन 4मा स्टार्टिङ राम्रै थियो, बट अब त्यो न्यारो पोइन्टको त्यस्तो डरलाग्दो पनि लस भएन, तर राम्रै पर्फर्मेन्स भएको नि त. सो एज अ कोच अपकमिङ म्याचेसहरूको लागि कस्तो प्रकारले प्लेयर्सहरूलाई प्रिपेयर गर्नुहुँदैछ? अहिलेसम्म भनौँ भने हामी फर्स्ट म्याच हामी रेड पान्डासँग नाम्चीमा खेल्यौँ है. त्यतिखेर चाहिँ अब के थियो, आधी टिम हाम्रो बाहिर हैदराबादबाट आएर र हाम्रो जुन चाहिँ नन लोकलहरूसँग मिसाएर फरेन प्लेयरसँग मिसाएर खेल्दाखेरि चाहिँ अब अलिकति टिम सेट गर्नु पाएको थिएनौँ है हामीले. अब अहिले भर्खरै अब आज दिन हामी प्र्याक्टिस गऱ्यौँ. अब भोलि म्याच छ, हामी प्रिपेयर चाहिँ पुरै अब यसमा चाहिँ हाम्रो कमान्डेन्ट सर आफै लागि परेर है, उहाँले नै सबै म्यानेज गरेर सबै गर्नुहुँदैछ. उहाँले नै अब यति डरलाग्दो फोकस दिइरहनु भएको छ अब टिमको लागि भनौँ न है. अन्त हामी सबैजना यसमा लागि परेछ अब जतिसक्दो टिम चाहिँ राम्रो बनाउने भनेर, किनभने अब भोलि म्याच छ, हामी भोलि चाहिँ है भोलि हेरौँ के हुँदो रहेछ. ओके, सो सिङ्गिङको कोच जस्तो फरेन प्लेयर्सहरू आएर हाम्रो खेलेको लिगमा, अन्त फरेन प्लेयर्सहरू हामीले अब हेर्दाखेरि सबैजना इङ्ग्लिसमा अलिकति फ्लुएन्ट नभएको देखिरहेको छौँ हामीले स्पेसली है. अन्त अल्सो मैले दिँदाखेरि कतिवटा कुरामा कम्युनिकेसन ग्यापहरू फिल भइरहेको छ, बट अब टिमले चाहिँ यसलाई अर्कै प्रकारले ह्यान्डल गरिरहेको छ. सो कस्तो प्रेसर भइरहेको छ यो कुराहरू ट्याकल गर्नु पर्दाखेरि, किनभने प्लेयर त राम्रो आइरहेको छ, बट फिल्डमा तपाईँहरूको कम्युनिकेसन त्यो ग्याप हुँदाखेरि कतिको प्रेसर हुन्छ? अहिलेसम्म त हामीलाई फर्स्ट दुईवटा सिजनमा चाहिँ अलिक साह्रै पऱ्यो. त्यहाँदेखि आफ्टर द्याट अब के कसरी गर्नुपर्ने त्यो अलिकति एक्सपिरियन्सले गर्दाखेरि होला होइन. त्यस्तो हामीलाई डिफ्रेन्स केही लागेकै छैन क्या. त्यो फरेन प्लेयर पनि अझै हाम्रो त्यो टिममा मिलेर उनीहरू फरेनर एड हुँदाखेरि त हामीलाई एकदमै बलियो भइरहेको छ जस्तो लाग्छ. सो ब्ल्याक इगलको लागि तपाईँहरूको अब हामीले लाइनअप चेक गरेछौँ भने लाइनअप त एकदमै राम्रो छ नि त है, तर पनि अब इनफिल्ड अलिकति मिसकम्युनिकेसन र त्यो भइरहेको छ नि त. कतिवटा कुरामा हामीले मजाले एनालाइज गरेछौँ भने है. सो तपाईँले के लाग्छ कि लाइक अब अपकमिङ म्याचेसहरूमा है एज अ लाइक मेनली त अब क्याप्टेनसिपहरूमा अब क्याप्टेनले जस्तो प्रकारले गाइड गरेको हुन्छ, उहाँको त बेस्टै गरिरहेको हुन्छ नि त, तर अब वाट डु फिल लाइक वाट इज ल्यागिङ, अन्त कस्तो प्रकारले त्यो कुरालाई सल्भ गर्नुपर्ने होला टिममा? मलाई चाहिँ लाग्छ अब यो चाहिँ के भन्छ चाहिँ हाम्रो फर्स्ट म्याचेसमा हाम्रो नन लोकल है फरेनर हाम्रो नेपालको चाहिँ नेपाली बुझिहाल्छ, अनि यता इन्डियन छ जुन चाहिँ इन्डियन चाहिँ नागाल्यान्ड हो, तिनीहरूले चाहिँ नेपाली बुझ्दैन, कि त इङ्ग्लिस बोल्नु पऱ्यो कि त हिन्दी. र त्यसको लागि हामीलाई चाहिँ अब त्यो प्लेयरलाई चाहिँ एक्ज्याक्ट कम्युनिकेसन राख्नु लागि चाहिँ प्लेयरको नाम याद हुनु जरुरी छ नि त हो. अन्त नाम याद हुनु, अन्त हामी डाइरेक्ट अस्ति आएर चाहिँ अब एकैचोटि हामीले टिम सेट पनि गर्नु पाएको थिएन, र त्यो नागाल्यान्डको प्लेयरलाई हाम्रो प्लेयरको नाम पनि याद छैन इभन होइन. त्यसलाई जा चर झर होइन ड्रप हो अप त्यो भन्नु लागि नै अब के हो त्यो प्रब्लम भइरहेको थियो हामीलाई कि. अब बिस्तारै बिस्तारै अब एकादशमा अहिले प्र्याक्टिस गर्दै जाँदाखेरि अब नामहरू याद हुँदै जाँदैछ प्लेयरको, त्यही हिसाबले अब
सजिलै हुन्छ जस्तो मलाई आशा लाग्छ। सो मेरो क्वेसन चाहिँ हाम्रो उत्तम सरको लागि है। सो उत्तम सर हामीले कन्सिस्टेन्ट गेमले देखिरहेको छौँ सिजन 1देखि नै है, एकदमै अब जस्तै टिम ल्याए भने उहाँले आफ्नोबाट 100% दिइरहेको छ नि त। अन्त अल्सो अहिले क्याप्टेनसिप तपाईँले लिनु हुँदै गर्दाखेरि अब तपाईँको पर्फर्मेन्स प्लस अब क्याप्टेनसिप दुइटै बढ्नेको चाहिँ लाँदै गर्दाखेरि तपाईँले आफूलाई पनि प्रुभ गर्नुपर्ने हुन्छ नि त। सो यो कुराहरूलाई कसरी ट्याकल गर्नुहुँदैछ, कसरी सल्भ गर्नुहुँदैछ? हजुर है, बिङ एज अ क्याप्टेन है म चाहिँ इक्जाम्पल पनि हुनुपर्छ है। अब हाम्रो टिममा चाहिँ कस्तो छ भने प्रायः यङ केटाहरू नै छ है, 19, 20, 21 इयर्सको प्रायः प्लेयर्सहरू छ। सो उनीहरूको अगाडि चाहिँ अब बोलेर भन्दाखेरि है एउटा इक्जाम्पल गरेर देखाउनु चाहिँ अब मलाई चाहिँ इम्पोर्टेन्ट लाग्छ है। सो आई एम सो ब्लेस यो क्याप्टेन्सी मैले पाइरहेको छु है। सो सिङ्गलिङ जस्तो एउटा राम्रो क्लबमा चाहिँ क्याप्टेन्सी गर्नु म एकदमै भाग्यमानी सोच्छु है। सो यो क्वेसन सिङ्गलिङलाई सोधेँ मैले, जस्तो अब सिङ्गलिङको हामीले अलरेडी च्याम्पियनसिप हो नि त। अन्त आक्रमण एउटा टिम थियो जुन चाहिँ टिमले चाहिँ सिङ्गलिङलाई अलिकति टक्कर दिइरहेको थियो। अब हामीले अलिकति बाइस गऱ्यो भने तर पनि अब जे सिजनमा गएर चाहिँ त्यही कुरा गर्दैछौँ। सो अब आक्रमण पनि छैन है, तर पनि हामीले यो सिजन हेर्दैछौँ भने धेरैवटा टिम यस्तो आएको छ जुन चाहिँ टिमले चाहिँ त्यो पोजिसनमा पुग्नु सक्ने खालको क्यालिबर देखाइरहेको छ है। सो सिङ्गलिङले यसलाई कस्तो प्रकारले ट्याकल गरेर यसपालि फेरि सिङ्गलिङलाई हामीले च्याम्पियन देख्न सक्छौँ कि सक्दैन त्यसमा अलिकति? हजुर, आक्रमण अब यस्तो हो, उनीहरूले पनि हामीलाई हाम्रो होममा त त्यसै जितेको थिएन होइन। अब यहाँनिर हामी अचानक आउँदाखेरि रन ब्यालेन्स भएको हुँदैन होइन, त्यही माथि पानी परिदिँदा त झन् उनीहरूलाई धेरै एडभान्टेज भयो होइन। त्यसरी नै लास्ट इयरको फाइनल पनि हार्यो, नभए पानी नपरेको भए होइन 100% त होइन, तर हामी 80% चान्सेस थियो हाम्रो जित्ने होइन, किनभने टिमवर्क राम्रो भइरहेको थियो। तर अब लास्ट इयर त पानी परेकोले गर्दाखेरि दुइटै टिमले खेल्नु पनि सकेको थिएन, अनि उनीहरूको अचानक गोल भयो, एउटै गोलले उनीहरूले जित्यो होइन। सो उनीहरूले गर्दाखेरि आक्रमण नखेलेको गर्दाखेरि गान्तोककै टिमहरूलाई धेरै अब राम्रो भयो, किनभने त्यो टिम मार्यो होइन, उनीहरू झन् स्ट्रङ भयो। अन्त तर अब मलाई लाग्दैन कि अब सेम त्यो एउटा भाइब्स एउटा एटिट्युड लिएर उनीहरूले उयो गर्नु सक्छ, किनभने हामी पनि अब जित्ने लागि त खेलेको होइन। सो अब जित्ने नै गरी आउँछु होइन। अब त्यही माथि अस्ति होममा अब हाम्रो दुईवटा लास्ट छ, त्यहाँदेखि सबै लेफ्ट अफ सबै नाम्चीमा छ। सो हामीलाई धेरै एडभान्टेज हुनेछ। सो ब्ल्याक इगल्सको लागि है, अब आई नो लाइक लिग पुरा टफ छ, तर ब्ल्याक इगल्सको पर्फर्मेन्स त्यस्तो नराम्रो छैन, दामी नै हुँदैछ, किन डेभलप हुँदैछ नि त बिस्तारै सिजनमा। अब आएपछि उनीहरू अझै कस्तो बढ्दै जाँदैछ नि त। सो अब तपाईँहरूको जुन चाहिँ अपकमिङ म्याच छ सिङ्गलिङसँग, आई नो लाइक एकपट्टि भइरहेछ भने मान्छेले विश्वास गरेछ भने टफै देख्छ, तर ब्ल्याक इगल्सले कति बेला त्यो बाजी पलट्छ भन्ने मान्छेहरूले त्यो कुरा कतिजना त्यो पनि सोचिरहेको छ नि त। सो यसमा एज अ कोच तपाईँलाई के गर्नुहुन्छ, लाइक अडियन्सलाई अलिकति यो कुरामा अझै उजागर गरिदिनुहुन्छ? केही टिम अब यस्तो हुन्छ, टिम भनेपछि अपोनेन्ट टिम पनि ग्राउन्डमा आइसकेपछि हार्छु भनेर कहिले आउँदैन होइन। अब हामी पनि त्यहाँ सबै बौद्ध टिम है, हामी जित्छु भनेर गएको हुन्छ, तर कतिवटा गेममा खेल्दै खेल्दै कतिवटा त्यस्तो कमियाहरू हुन्छ कि जसमा हामीले त्यो गर्दै गर्दै पनि मिस्टेक भइहाल्छ, त्यतिखेर अब हार हुन्छ क्या। त्यही भएर नि अब के भन्नु, जस्तै इक्जाम्पल अब यसरी टिम सेट राम्रै हुन्छ, त्यसमा अब कतिजना अब अन्डर 19 खेलाउनै पर्ने छ यसमा होइन, अनि दुईवटा फरेनर राख्नै पर्ने, त्यसमा अलिकति पोजिसनको अलिकति नमिल्दाखेरि त्यो अलिक साह्रो पर्छ। फर्स्ट हाफ चाहिँ मेन गरी हामीलाई साह्रै पर्छ, किनभने फर्स्ट हाफमा एक त अन्डर 19 हुन्छ, एक त फरेनर हुन्छ है, त्यसमा खेलाउँदाखेरि हामीलाई अलिक साह्रै पर्छ। आफ्टर 45 हामीले अन्डर 19 निकाल्नु पनि पायो है, त्यो निकाल्दा चाहिँ हामीलाई त्यहाँदेखि चाहिँ अलिकति सेट राम्रो भएको जस्तो हुन्छ। त्यही भएर चाहिँ हामी अब योपालि चाहिँ हामी पनि अब जित्ने पक्षमै अब भनौँ न छौँ, किनभने हामीले जतिसक्दो खटेर जुन प्र्याक्टिस गरेर हामीले अहिले हाम्रो प्लेयर्सहरू पनि अब पिक फर्ममा छ, किनभने भर्खर हामी हैदराबादबाट टुर्नामेन्ट खेलेर आएको हो र अहिले सबै प्लेयरहरू पनि फिट छ। त्यही भएर चाहिँ हामी अब अलमोस्ट कोसिस चाहिँ जारी छ। ओके, सो यो क्वेसन मैले तपाईँलाई पनि राखिदिएँ है, किन हामीले अब सुन्ने गर्दैछ नि त कि लाइक अन्डर 19 एउटा फर्मेटमा हामीले गर्दाखेरि कतिलाई एडभान्टेज छ, कतिलाई डिसएडभान्टेज पनि भइरहेको छ नि त। तर अब अन्डर 19को अब कतिजना प्लेयर्सहरू हामीले हेरेछौँ भने उनीहरूले अब यस्तो लेभलमा खेलिरहेको छ कि उनीहरूको मतलब क्यालिबर चाहिँ अब हायर लेभलको प्लेयर्ससँग म्याच भइरहेको छ नि त। तर पनि भनिन्छ कि लाइक मेन्टालिटी र एज डिफ्रेन्समा धेरै प्रब्लम भइन्छ नि त टिमभित्रमा पनि। सो एज अ कोच तपाईँले यो कुरालाई कसरी ट्याकल गर्नुहुँदैछ, लाइक अन्डर 19को प्लेयर्सलाई आफ्नै मतलब मेन टिमसँगै खेलाउँदाखेरि त्यो एउटा कोअर्डिनेसन गर्नुमा? यो चाहिँ अब खास चाहिँ अब एकपटकले हेऱ्यो भने हामीले अन्डर 19को लागि हामीले प्लेटफर्म दिनुपर्छ है, किनभने
जब हामीले ग्रासरुटदेखि नै हामीले ध्यान दिएन भने हामीले फुटबललाई माथि चढाउन सक्दैन, लानु सक्दैन। हामीले ग्रासरुटलाई अब यो अन्डर 19 प्रिफरेन्स दिएको नै यही कारण हो कि हाम्रो फुटबल चाहिँ अगाडि बढोस् भनेर होइन। अनि त्यस्तै प्रकारले आउने दिनमा यो अन्डर 19 कोहरूले पनि त त्यही अनुसारले प्र्याक्टिस गर्छ, किनभने एसपिएलमा हामीले चान्स पाउँछौँ भनेर होइन, त्यही अनुसारले गर्छ। र टिममा हामीले अब उनीहरूलाई फिट गरेर खेलाउन सक्नु पऱ्यो, किनभने कतिजना चाहिँ अब सक्दैन है। र अब हाम्रै टिममा भनौँ भने अब लास्ट 11th आवरमा हामीले 2 जना भाइलाई हामीले साइन गराएको छौँ है, अप्सनै भएन, किनभने हाम्रोमा अलरेडी थियो। तर यता सिआरएसमा नमिल्दाखेरि हामीले 2 जना लास्ट अप्सनमा हामीले ट्रायल गरेर ल्याउनु कर लाग्यो हो। अन्त ठिकै छ, अब एडजस्ट हुँदैछ बिस्तारै बिस्तारै। अब अस्तिको त्यो पहिला कति 9 तारिक दिन त हाम्रो फर्स्ट म्याच थियो, उहाँ अलिक पर्फर्मेन्स राम्रो दिनु सकेन। र अब अहिले भर्खर फिलहाल चाहिँ अब प्र्याक्टिस जारी छ, त्यसमा चाहिँ अब मलाई आशा छ कि हाम्रो अन्डर 19ले पनि राम्रो पर्फर्मेन्स दिन्छ भनेर। अब सिङ्गिङलाई हामी फ्यान अपिल गरौँ न अलिकति है, फ्यान्सहरूलाई पनि जान्नु जरुरी छ कि अपकमिङ म्याचमा दुईवटा टिमले विरोध गरेको छ भनेर। सो तपाईँले आफ्नो फ्यान्सलाई अपिल गरिदिनुहोस् एकपल्ट कि म्याचलाई तपाईँहरूले आएर हेरिदिनुहोस् भनेर सिङ्गिङबाट थालौँ न। हजुर, म है फ्यान्सहरूलाई यो भन्न चाहन्छु, अब जसरी तपाईँहरूले आएर आजको दिनसम्म हामीले सपोर्ट गर्नुहुँदैछ है, भोलिको दिनमा पनि आएर सपोर्ट गरिदिनुहोस् है। तपाईँहरू जब आएर स्टेडियममा आएर हेरिदिनुहुन्छ है गेमहरू, सो हामी सबै प्लेयर्सहरू एकदमै मोटिभेट हुन्छौँ अनि राम्रो रिजल्ट पनि ल्याउँछौँ है। सो वी वन्ट डिसअपोइन्ट यु अल। उत्तमले भनेको जस्तै पाराले एउटा फ्यान्सहरू स्टेडियममा आएर हेरिदिँदाखेरि एउटा प्लेयर्सलाई अर्कै प्रकारको मोटिभेट हुन्छ। र त्यही सन्दर्भमा नै म भन्न चाहन्छु कि भोलिको म्याच आई होप एकदमै राम्रो हुनेछ। र फ्यान्सहरूलाई म यही अपिल गर्न चाहन्छु कि ग्राउन्डमा आएर त्यो म्याचलाई हेरिदिनुहोस्। र हामी पनि यही आशा गर्छौँ कि हामी तपाईँहरूलाई डिसअपोइन्ट गर्दिनँ र एउटा राम्रो फुटबलको म्याच तपाईँहरूको अगाडि प्रस्तुत गर्नेछौँ भनेर आशा राख्दछु। थ्याङ्क यू। Thank you so much, both of the teams, and also our media person for the questions. And with that, Boliko Viranta Hunesa Hamro Black Eagles versus Singing Sporting Club, 4:30 onwards at Palja Stadium. And also to appeal our audience to please come join us here at Palja Stadium, because तपाईहरुको आवाजले नै उहाँहरुलाई एउटा मोटिभेसन दिन्छ है towards their matches to play हैन. So please come and join us here at Palja Stadium from 4:30 onwards. And with that being said, this Grand Football is proudly brought to you by FTPL Football Development Private Limited under the aegis of Sports and Youth Affair, with the unwavering support from the Government of Sikkim, their Government Lottery and TB Mukt Sikkim. Our official beverage partner is Sikkim Supreme, and celebrating partner as Red Simo, and also our kit partner as Nivea and Silco, and not to forget our banking partner as State Bank of Sikkim, and our PR partner as Hamro Bharta and Flamingo. And with that being said, I would like to sign off here, and also all the best for tomorrow's match. Thank you so much.